हेलो प्रदीप जी, के छ खबर? ठिक छ। कतिमा पढ्नुहुन्छ तपाईँ? 1 क्लास 1 क्लासमा। पढेर के गर्नुहुन्छ? पढेर नोकरी पाउँछु। कुन नोकरी गर्ने? के को नोकरी गर्ने? डाक्टर। डक्टर? हो। ओ माय गॉड। अनि म त बुढो भइसकेको हुन्छु अनि मेरो उपचार इलाज तपाईले फ्रीमा गर्नुहुन्छ? हो, गर्छु। ल, अनि के को डाक्टर बन्ने नि तपाईँ? कुन सम्बन्धी डाक्टर बन्ने? खुट्टाको, हड्डीको, सबैको। सबैको? मल्टिपल? हो। अनि पढाइ कस्तो चल्दैछ? राम्रो, धेरै राम्रो चलिरहेको छ। राम्रो छ? हो। कुन स्कुल हो रे तपाईको? बीपीएस गुजरात पब्लिक इंग्लिश सेकेन्डरी स्कुल। अनि आज पढाइ छ? हो। कति बजेदेखि? 9 बजेसम्म। 9 बजेदेखि कति बजेसम्म हुन्छ? 4:30 मा। अनि पढ्न मन गर्छ त? हो, पढ्न मन गर्छ। अनि पढाइ बाहेक अरु के मन गर्छ त? खेल्न, हैन? अनि साथीहरुसँग घुम्न। अनि गाउँ कुन हो रे तपाईको? पिपडारी। पिपडारी पर्सा जिल्लामै छ? हो। अनि घरमा को हुनुहुन्छ? म, मेरो बहिनी, मेरो आमा, मेरो बुबा। अनि कति जना पढ्नुहुन्छ तपाई अनि अरु? हाम्रो क्लासमा? हैन, तपाईको घरमा कति जना पढ्नुहुन्छ? भाइ बहिनीहरु पढ्नुहुन्छ कि नै? हो, पढ्नुहुन्छ 4 जना। अनि पढ्नु पर्छ? हो। किन पढ्नु पर्छ भन्नुस् त? पढेर नोकरी पाउनुहुन्छ तपाईहरु। पढेर नोकरी मिल्छ त्यही भएर पढ्नु पर्छ। अनि सानो मान्छेलाई पढ्न त अलि गाह्रो हुन्छ होला नि, तपाई त सानो मान्छे हो, कपडा धुने, चिसो छ, कसरी गर्नुहुन्छ यो सब? दाइले माया गर्नुहुन्छ? अनि घरमा आमा बुवाले के भन्नुहुन्छ तपाईलाई? भन्नुहुन्छ त पढेर नोकरी पाइहाल्ने। पढेर नोकरी गर भन्छन्? अनि तपाईले के भन्नुहुन्छ आमा बुवालाई? भन्छ ठीक छ, म पाइहाल्छु। पढेर? पढाइ राम्रो छ? तपाई पढ्नमा तेज हो? कुन विषय पढाउनुहुन्छ? इंग्लिश, नेपाली, साइन्स, ग्रामर, जीके। थुप्रै विषय रहेछ हैन? अनि अब साथीहरुलाई के भन्नुहुन्छ जो पढिराखेका छैनन्, तपाई जस्तो हुनुहुन्छ उहाँहरुलाई के भन्नुहुन्छ? पढ्न आउनु भन्नुहुन्छ? पढ्नु पर्छ किन पढेर नोकरी पाउनुहुन्छ तपाईहरु। अनि मसँग कुराकानी गरेर कस्तो लागिरहेछ? धेरै लागिरहेछ। मलाई तपाईले हेर्नु भएको छ? हो। केमा हेर्नुहुन्छ मलाई? मलाई समाचारमा सुन्नुहुन्छ? समाचार कस्तो लाग्छ मेरो? धेरै राम्रो लाग्छ। ल, कुराकानी गर्नु भएकोमा तपाईलाई धन्यवाद र ठुलो मान्छे हुनु, डाक्टर हुनुस्, मेरो पनि उपचार गर्नुस् है। थ्यांक यू। हस् ल।